68 सलाम नगरको पवन अवसरमा मान्छे छैन त नसो फ्याबुल्दी यता यता हिँड्नु न साइडमा हेलो ठीक हेर कोपिला राज्यले प्रमोसन सुरक्षा र प्रमोसन गर्नुपर्छ यो सम्पत्तिले अगाडि बढाउनुपर्छ यो एकताको प्रतीक हो यसलाई विभिन्न जात जातिले जुन किसिमको आफ्नो पहिचान देखाइरहेको छ र राज्यले त्यसलाई जातिवाद वा पहिचानवादको आँखाले हेर्नु हुँदैन यो नेपालको सम्पत्तिको रूपमा हेर्नु पर्दछ र हामीले यो देशको संस्कार संस्कृति भाषा भाषी धर्म संस्कार संस्कृतिलाई आर्थिक समृद्धिको बाटोसँग जोडिनु पर्दछ हामीले आफ्नो धर्मलाई आफ्नो संस्कार संस्कृतिलाई नेपालको समृद्धिको बाटोसँग जोड्दै पर्यटन प्रबन्धन लगायतका नेपालको आर्थिक रूपान्तरणलाई जोडेर अगाडि बढ्नुपर्छ यो हाम्रो ठुलो समृद्धि हो आगामी दिनमा राज्यले आर्थिक रूपान्तरणको एउटा माध्यम बनाउनुपर्छ भन्ने मलाई लाग्दछ हामीसँग सबै चिजको साधनहरू छन् हामीसँग सबै किसिमको संस्कार संस्कृतिहरू उपलब्ध संसार भने यति धेरै संस्कार संस्कृति भाषा भाषी धर्म भएको राज्य धेरै छैन तर नेपालमा सबै चिजले देश नेपाललाई हामीले समृद्ध बनाउन सकेका छौँ अब हामी देशको समृद्धितर्फ अगाडि बढ्नुपर्नेछ देशको समृद्धिको लागि